आजको दिनको सुरुवात चाहिँ कतै जाने यात्राबाट चालु भइसकेको छ र तपाईहरु सबैलाई स्वागत छ मेरो नयाँ मिनी ब्लगमा। आजको मिनी ब्लग चाहिँ दिउँसो अब कतै जाने क्रमबाट चालु भयो र बाटोमा चढेर सिटी चढियो। आज चाहिँ जानुपर्ने थियो सुरुगा मामल र हामी सबैजना चारैजना परिवार हामी चाहिँ चढेर गइसकेको छौँ र अहिले चाहिँ एउटा सिटी चढेर चोक पुग्यो र त्यसपछि अर्को सिटी चढेर सुरुगादेखि तल झरिसकेको छ। हामी चाहिँ अब दुईटा सिटी चेन्ज गर्नुपर्ने कारणले चाहिँ अब सिटीमा हिँड्दा कुरमुरे सुरमुरे खाइयो यसो र त्यसपछि भनेको अलिकति 4-5 किलोमिटर तल गइसकेपछि मामल पुग्यो र सबैजनासँग अहिले चाहिँ भेट भइसक्यो। यता मामा आमा उता ठुलो मम्मी प्रज्ञान मम्मी सबैजनासँग भेट भइसक्यो र खानासाना खाइसक्यो र दिउँसो चाहिँ कल्पना माइजूले चटपटे एकदम दामी माइजूको चाहिँ चोकमा पनि चटपटे पसल छ, त्यही पनि आज पनि हामीलाई खुवाउने भनेर चटपटे पानीपुरी एकदमै दामी तरिकाले माइजूले चाहिँ हैन सुक्खा खानेलाई सुक्खा गिलो खानेलाई गिलो सबै प्रकारको चटपटे माइजूले चाहिँ यहाँ रेडी पार्दै हुन्छ र अहिले चाहिँ हामीले चाहिँ गिलो खाने भनेको कारणले हामीलाई गिलो चटपटे माइजूले एकदम गिलो बनाइदिइसक्नु भएको छ र हामी केटा खाल केटी खालले चाहिँ गिलो चटपटे खायौँ र रहनुभएका बुढाबुढीहरूले चाहिँ सबै सुक्खा चटपटे खानुभयो। यता सोभित प्रज्ञान बाबा मामा पनि पुरै एकदम यता चाहिँ सुक्खा चटपटेको लाइन हो क्या, हामी चाहिँ यतापट्टि गिलो, यता आमा मम्मी ठुलो मम्मीहरू चाहिँ सबै सुक्खा, हामी चाहिँ अलिकति जेन्जीले चाहिँ होइन गिलो चटपटे। त्यसपछि पानीपुरी खाइयो र पानीपुरी खाइसाइ पी गरेर सिटी बोलाइयो र सिटी चढेर हामी चाहिँ अहिले चाहिँ घरतर्फ लागिसकेको छ। तपाईँले देख्न सक्नुहुनेछ दिउँसोतर्फ भन्दा पनि 4-5 बजिसकेको थियो घर फर्किँदा र अहिले चाहिँ यो रहेछ सुरुङ्गा नगरपालिका। अहिले चाहिँ भोटको गणना हुँदैछ, मतगणना हुँदैछ, त्यही भएर अहिले पनि अझै सकिसकेको रहेनछ। क्षेत्र नम्बर 4 पर्छ यो चाहिँ र यहाँनिर अहिले पनि गणना भइरहेछ। जे जित्ने छन् घन्टी सूर्य के हो के जित्ने बाँकी नै छ अझै। र त्यसपछि भनेको ट्याक्क बाटामा आइसकेपछि आइस आयो, आइसमा चढियो, घर आइयो। आजको मिनी ब्लग यही समाप्त भयो। भिडियो अन्तिमसम्म हेरिदिनु, लाइक गर्न नबिर्सिनु होला। हस्त धन्यवाद।